तिहारको समापनसँगै सुरु भएको पर्व हो छठ। नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूले मनाउने छठ एक महत्त्वपूर्ण पर्व समेत हो। नेपालमा विशेष गरेर तराई क्षेत्रमा मनाइँदै आएको यो पर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ। छठ पर्व विशेष त सूर्यको अनुष्ठान हो, प्रकृतिमाथि श्रद्धा प्रकट गर्ने पर्व हो। यो पर्व कार्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसम्म मनाइन्छ। यस पर्वमा सूर्यको पूजा गर्ने गरिएको छ। सूर्य मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धका लागि सकारात्मक भएकोले सूर्यको सम्मान स्वरूप छठको प्रारम्भ भएको संस्कृतविदहरू बताउँछन्। पर्व सुरु भएसँगै खोला, ताल, तलाउ विभिन्न किसिमका बत्तीहरूले सजावट गरिन्छ। छठ विशुद्ध रूपमा एउटा धार्मिक आस्थाको पर्व भएकोले यस पर्वलाई महाभारतका कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य र शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ। त्यस्तै द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख छ। मिथिलाञ्चलमा छठलाई लोकविधि विधान अनुसार परम्परागत रूपमा पराशक्ति प्रकृतिको पूजा गर्ने परम्परा छ। यसै तिथि मिति छठी माईको पूजा सूर्य पूजासँगै गरिन्छ। छठी माईको जन्म प्रकृतिको छैटौँ अंशबाट भएकोले उनको नाम छठी मैया पर्न गएको धार्मिक विश्वास छ। हिन्दू सनातनीहरूले आफूले श्रद्धा प्रकट गरेको कुनै पनि कुरालाई माताको संज्ञा दिने गरेकोले छठी माता भन्ने गरिएको बताइन्छ। छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन कीर्तन गर्ने चलन छ। यसमा विशेष गरेर मैथिली भाषाका गीत सङ्गीतलाई बढी प्राथमिकता दिइने गरेको छ। छठ पर्वका अवसरमा कुनै पनि खालको त्रुटि नहुने विश्वास छ। व्रत पश्चात मान्छेको इच्छा पूर्ति हुने भएकोले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोग व्याधि नलाग्ने मैथिली जनविश्वास छ। श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्तै महत्त्व दिने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा, गहुँको पिठो र सक्खर मिसाएर शुद्ध घिउ बनाउने, खास गरी परिकार, भुसुवा र अन्य मिष्ठान्न परिकार, ढिकी, जाँतोमा कुटिएको र पिदिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी सम्पूर्ण परिकार पकाउनका लागि पनि छुट्टै चोखो चुलो प्रयोग गरिन्छ। कार्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवीको आराधना उपासना गर्दै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समाप्त हुन्छ।